यस्तो सिमबाट कहीँ नेपाल पैसा पठाउँछ भनेपछि अब त्यसमा तपाईँको कति 801500मा मेसेज गर्नुपर्ने हुन्छ है। एसटिसीको नम्बर हो, मेसेज गर्नुपर्ने हुन्छ नेपाल लेखेर। अन्त पनि हुन्छ, अरू देशमा नि हुन्छ। नेपाल लेखेर पठाएपछि तपाईँको यहाँ कोड आउँछ, कोड आयो होइन। यसमा के गर्ने भनेपछि यो कोडमा 133 हान्ने, 133 हानेपछि स्टार हान्ने, स्टार हानेपछि नेपालको कोड होइन। अनि कुन मोबाइलमा नेपालको उसमा नम्बर हान्ने, अनि त्यसपछि होइन नम्बर हानिसकेपछि अनि अब माथि लेखेको छ 100 चाहिए 1 दबाउने, 200 चाहिए 2, 300 चाहिए 300, 400 चाहिए 4, भनेपछि 100 भनेपछि 1 दबायो है। अनि यसलाई सेन्ड गर्ने। सेन्ड गरिसकेपछि यहाँ मेसेज आउँछ। सेन्ड गरिसकेपछि यहाँ मेसेज आउँछ, हेर्नुहोस् है, हेर्दै जानुहोस्। आएन त मेसेज त, आयो यो त। यसलाई मेसेजलाई छुन्ने, मेसेजलाई छोएपछि यहाँ के भनेपछि अब 100 रुपियाँ तपाईँको यो सिमबाट काट्छ, उहाँ 100 रुपियाँ पुग्छ होइन। अनि वाइ दबाएपछि कन्फर्म हुन्छ र पुग्छ है। वाइ दबाएपछि वाइ दबाएर सेन्ड गर्ने। सेन्ड गरेपछि पुग्यो, फेरि मेसेज आउँछ सरी नट ह्याभ ब्यालेन्स, मेरोमा ब्यालेन्स रहन्छ त्यही भएर गएन है। त्यस्तै गरेर पठाउनुहुन्छ। अनि अनलाइनमा यसो के भन्छ यसमा योभन्दा बराकबाट धेरै पैसा, मतलब यसमा 6 रुपियाँ काट्छ नि तपाईँहरूको, बराकमा चाहिँ कम काट्छ है। बराकबाट पनि पठाउनु मिल्छ, बराकको पनि भिडियो हालेको छु। अनि यसैको टिकटकको लाइभमा नि आउन सक्नुहुन्छ। टिकटकको लाइभमा होइन, टिकटकको लाइभ अनि युट्युबको लाइभमा नेपाली इङ्ग्लिस वानमा टिकटक पनि छ, युट्युब पनि छ होइन त्यसैमै। अनि त्यसको युट्युबको लाइभमा नि आउन सक्नुहुन्छ, अनि टिकटकको लाइभमा नि आउन सक्नुहुन्छ। युट्युब टिकटक दुइटैको लाइभमा आउन सक्नुहुन्छ होइन। अनि कमेन्ट गरेर सधैँ सहिले तपाईँले कमेन्ट गर्दा पनि सहिले हुन्छ। कमेन्ट गर्नु भने म मेसेज हेरिहाल्छु होइन। मेसेज के को लागि सोध्न छ सोध्न सक्नुहुन्छ। जस्तो कि अब यो एसटिसीभन्दा बराकमा धेरै पैसा मिल्छ है। यो भिडियो हालिसकेको छु, तर लाइभमा आएर सोध्न चाहनुहुन्छ, कमेन्ट गरेर सोध्न चाहनुहुन्छ भने सोध्नु होला। जस्तो कि बराबर रिचार्ज कसरी गर्ने लोकल नम्बरमा अनि इन्टरनेट